सम्पूर्ण नमस्ते सबैजना आरामै हुनुहुन्छ होला राइट ओके भोलि तपाईँहरूको इकोनोमिक्सको एक्जाम छ एन्डी सरले मोडल क्वेसन तपाईँहरूलाई नहालिदिने र प्र्याक्टिस गर्नको लागि इनफ तपाईँहरूलाई मेटेरियल नदिने त कुरै हुँदैन राइट सो एन्डी गुरु प्लेटफर्मको अफिसियल वेबसाइट nagendradimal.com.mp मा तपाईँहरूको सबै च्याप्टरको भिडियो प्लस नोट्स चाहिँ लिस्टेड भइसकेको छ एक्जाम टिप्स क्विक रिभिजन त्यस पछाडि मोडल क्वेसन्सहरूको 10+ सल्युसन सबै कुरा तपाईँले एउटै पीडीएफ मार्फत पाउनुहुन्छ त्यो पाउनको लागि हजुरले डाइरेक्ट हाम्रो फेसबुक पेज नगेन्द्र धिमाल भनेर सर्च गरेर फलो गरेर हजुरले त्यहाँबाट क्र्याक गरे पनि हुन्छ अदरवाइज मैले तपाईहरु कमेन्ट बक्समा पिन गरिदिएको छु लिंक वेबसाइटको त्यहाँबाट गएर डाइरेक्ट तपाईहरुले डाउनलोड गर्न पनि सक्नुहुन्छ राइट सो धेरै जना टेन्सनमा हुनुहुन्छ बिजनेस स्टार्टको एक्जाम कस्तो गर्नुभयो हिजोको आई होप तपाईहरु धेरै जनाको कन्फ्युजन पनि क्लियर भएको छ किनभने एन्डी गुरु प्लेटफर्मले जे कुरा हालेको थियो जे भिडियोमा राखेको थियो यो च्याप्टरबाट यति मार्क्सको आउँछ यो क्वेशन इम्पोर्टेन्ट छ भनेको थियो एक्ज्याक्टली धेरै जना स्टुडेन्ट्सहरुको 80+ हिजो फिक्स आउँछ किनभने क्वेशन इजी नै थियो राइट सो अब हाम्रो 22 गते अर्थात भोलि एक्जाम छ माइक्रो इकोनोमिक्सको इजी हो माइक्रो इकोनोमिक्स केही पनि छैन क्लास 11 मा 12 मा पढेकै कुराहरुलाई थोरै अलिकति बेस फर्म मानेर अलिकति इलाबोरेट गरेको मात्रै छ राइट सो इकोनोमिक्समा एउटा तपाईहरुले स्ट्र्याटेजी लाउनु पर्छ हरेक इकोनोमिक्समा चाहिँ जति धेरै एक्सप्लेन गर्नुहुन्छ जति धेरै कन्क्लुजन लेख्नुहुन्छ टु दी फ्याक्ट लेख्नुहुन्छ टु दी पोइन्ट लेख्नुहुन्छ भने मार्क्स राम्रो आउँछ अरु थ्योरी सब्जेक्ट जस्तो इकोनोमिक्स होइन जे पनि लेखेर पास हुन्छु भन्ने चाहिँ होइन तपाईले त्यो विषयवस्तुसँग रिलेटेड कुरालाई सर्ट स्वीट एक्जाम्पल कन्क्लुजन सहित लेख्नु भयो भने बब्बाल मार्क्स आउँछ राइट किन इकोनोमिक्समा त धेरै फिगर्सहरु हुन्छ न्यूमेरिकल पार्ट हुन्छ हैन त्यसपछि तपाईको चाहिँ टेबलहरुको एक्सप्लेनेसन हुन्छ टीआर टीसी एआर एमसी यो कुराहरु छ हैन यी धेरै कुराहरु भएको कारणले गर्दाखेरि तपाईहरुले जहिले पनि कुनै पनि न्यूमेरिकललाई गर्दाखेरि होस् अथवा तपाईहरुले कुनै पनि टेबललाई एक्सप्लेन गर्दा होस् फिगर बनाउँदा होस् त्यसको एक्सप्लेनेसन जरुरी हुन्छ राइट सो तपाईहरुलाई मैले दुईटा सेटको क्वेशन आज प्रेजेन्ट गर्दै छु यति यो सेटको क्वेशन प्रेजेन्ट गर्दै छु दैट मीन्स कि तपाईहरुको लागि भेरी मच इम्पोर्टेन्ट छ है यो सम्पूर्ण क्वेशन्सको पीडीएफ प्लस यसको सल्युसनको लागि चाहिँ कमेन्ट बक्समा दिएको लिंकमा क्लिक गरेर डाउनलोड गरेर मज्जाले पढ्नु होला राइट त्यहाँ तपाईलाई च्याप्टर वाइज भिडियो छ च्याप्टर वाइज नोट्स छ र त्यसपछि कम्प्लिट सल्युसन पनि छ कसरी पास गर्ने के गर्ने भनेर अलरेडी 2 घण्टा प्लस अनि 1 घण्टा 19 मिनेटको भिडियो चाहिँ हामीले अपलोड गरिदिइसकेको छौं त्यो भिडियो पनि हेर्न नछुटाउनु होला है कसैले पनि केही हेर्नु भएको छैन भने सो यति हेरिसकेपछि इनफ हुन्छ भोलिको एक्जामको लागि राइट सो ग्रुप ए ग्रुप बी र ग्रुप सी गरेर तीनवटा ग्रुपमा क्वेशन आउँछ ग्रुप ए मा 2 नम्बर कोटाको 10 वटा क्वेशन ग्रुप बी मा 10 नम्बर कोटाको 5 वटा क्वेशन त्यसपछि ग्रुप सी मा 15 नम्बर कोटाको 2टा क्वेशन गर्नुपर्छ राइट सो यति गरेर चाहिँ तपाईहरुको 100 मार्क्सको हुन्छ पास मार्क्स भनेको 35 अराउन्ड आएपछि पास भइहाल्नुहुन्छ ओके सो ग्रुप ए मा draw a production possibility curve and show the efficient and inefficient combinations of production of economic on the curve भन्छ production possibility curve भनेको के हो भन्दा डिफरेन्ट कम्बिनेसन्समा अल्टरनेटिभ टु गुड्सबाट चाहिँ म्याक्सिमम स्याटिस्फ्याक्सन हामीले कहाँबाट लिन सक्छ अथवा म्याक्सिमम प्रोडक्टिभिटी कहाँबाट गर्न सकिन्छ भन्ने कुरा राइट सो प्रोडक्सन पोसिबिलिटी कर्भ सिम्पल यस्तो हुन्छ राइट कुनै एउटा गुड्स एक्स राख्नुस् गुड्स वाई राख्नुस् सो यसलाई ए मान्नुस् यसलाई डी मान्नुस् दिस इज ए इज द इफिसिएन्ट प्रोडक्सन एन्ड डी इज द लिस्ट इफिसियन्ट वेयर देयर इज नो कम्बिनेसन्स बिट्विन द भेरिएबल्स हैन कुनै पनि एउटा गुड्सको म्याक्सिमम प्रोडक्सन गर्नु छ भने अर्कोलाई मिनिमाइज गर्नुपर्छ भन्ने कन्सेप्ट नि के हो त भन्दा प्रोडक्सन पोसिबिलिटी राइट प्रोडक्सन पोसिबिलिटी कर्भ भनेको ग्राफिकल रिप्रेजेन्टेसन अबाउट द टु भेरिएबल्स अफ ग्रुप्स अर डिफरेन्ट कम्बिनेसन्स अफ द टु गुड्स ठीक छ स्टेट द फ्याक्टर्स कजिङ लेफ्टवर्ड शिफ्ट अफ सप्लाई कर्भ इन द एप्पल फर्म भनेको छ डिफाइन द एडभर्टिजमेन्ट इलास्टिसिटी अफ डिमान्ड एउटा कुरा याद गर्नु होला धेरैजना कन्फ्युज हुनुहुन्छ सर नेपालीबाट पनि क्वेशन आउँछ कि नै आउँछ यसपालिदेखि नेपाली इङ्ग्लिस दुईटैमा आउँछ किनभने 2082 मा पनि नेपाली प्लस इङ्ग्लिस दुईटै मिडियमबाट क्वेशन सोधेको छ राइट सो तपाईहरुलाई आउँछ डोन्ट वरी र अर्को छ वाइ डु इन्डिफरेन्स कर्भ नट इन्टरसेक्ट इच अदर किन इन्डिफरेन्स कर्भ एकअर्कासँग इन्टरसेक्ट हुँदैन भन्ने कुरा छ हैन सो किनभने यसको लोकस अफ कन्ट्रोल लोकस अफ भेरिएबल्स डिफरेन्स भएको कारणले गर्दाखेरि एकअर्कासँग कहिले पनि इन्डिफरेन्स कर्भ चाहिँ के हुँदैन भन्दा इन्टरसेक्ट हुँदैन है एन्ड डिराइभ
ISO cost line when the total cost outlay is 4,000, wage rate is 200 and rental rate of rupees capital 400 दिएको छ। यसमा हजुरले आइसो कस्ट चाहिँ ड्र गर्नु पर्यो राइट। एउटा तपाईले के गर्ने भन्दाखेरि त्यो जुन हाम्रो बजेट लाइनको फंक्सन छ त्यो बजेट लाइनको फर्मुला राख्ने, त्यो लाएर चाहिँ एउटा ड्र गरिदिने है। राइट द फर्मुला अफ क्याल्कुलेसन मार्जिनल प्रोडक्ट लेबर एमपीएल दिएको छ, एभरेज प्रोडक्ट अफ लेबर एपीएल दिएको छ। यसको क्याल्कुलेसन गर्ने फर्मुला लेख्नु पर्यो। सो राइट द कन्डिसन अफ इक्विलिब्रियम अफ द फर्म मोनोपोलिस्टिक मार्केट इन द सर्ट रनमा एउटा फर्मलाई इक्विलिब्रियम हुनको लागि के कन्डिसन चाहिन्छ, एमआर एमसी चाहिन्छ होला। त्यसपछि तपाईको चाहिँ एमआर लाई एमसी ले मस्ट इंटरसेक्ट फ्रम बिलो भन्ने कुराहरु छन् हैन। Give the example of demand increasing innovation in the innovation theory of profit. A firm average revenue is 200, average cost is 220 and average variable cost is 175. The firm suffering from the loss should shut down or stay business it short run भन्छ। भनेको फर्मको एभरेज रेभेन्यू 200 छ, एभरेज कस्ट 220 छ अनि भेरिएबल कस्ट चाहिँ 175 छ भनेसी तपाईको फर्मले चाहिँ शट डाउन गर्नुपर्छ अथवा बिजनेसलाई शर्ट रनको लागि के गर्नुपर्छ भन्दाखेरि ब्याकअप लिनुपर्छ भनेर भन्दैछ। मेक अ लिस्ट अफ इन्टरनल डाइमेन्सन्स अफ स्केल्स। इन्टरनल डिसइकोनोमिक्स अफ स्केल्स को चाहिँ तपाईले चाहिँ दुई तीनवटा डाइमेन्सन्सहरु के गर्दिनुस् भन्दाखेरि प्रेजेन्ट गर्दिनुस् है। सो ग्रुप बी मा डिस्क्रिप्टिभ आन्सर क्वेशन हो। एटेम एनी 5 तपाईहरुलाई 7 वटा क्वेशन दिएको हुन्छ। डिफरेन्स बिट्विन स्ट्याटिस्टिक एन्ड डायनामिक एनालिसिस अफ माइक्रो इकोनोमिक्स। डिस्क्राइब द मार्केट इफिसिएन्सी। हाउ इज मार्केट इफिसिएन्सी मेजर्ड बाइ द कन्ज्युमर सरप्लस एन्ड द प्रोड्युसर सरप्लस। एक्सप्लेन द डिग्री अफ इलास्टिसिटी अफ सप्लाई। Explain the consumer equilibrium in the cardinal approach. Price of ₹20 and the price of banana is 10 and the consumer spent whole economic ₹110 and apple and banana. भनेको मतलब चाहिँ तपाईलाई यहाँ क्वेशनले के दिएको छ, प्राइस एप्पलको प्राइस 20 दिएको छ, त्यसपछि बनानाको प्राइस 10 दिएको छ। एउटा कन्ज्युमरले भइभरको सबै पैसा 110 रुपैयाँ चाहिँ के गर्छ भन्दाखेरि खर्च गर्छ भनेको छ एप्पल र बनानामा राइट। सो फाइन्ड द कन्ज्युमर इक्विलिब्रियम। कन्ज्युमरको इक्विलिब्रियम के हो भनेको MU = MUX वाला चाहिँ तपाईले निकाल्नु पर्यो है। सो यहाँ टेबल दिएको छ, यो टेबल हेरेर गर्ने। सो व्हाइ डु सम लङ रन एभरेज कस्ट कर्भ आर U-shaped बट सम आर L-shaped। डिफरेन्स बिट्विन द रिजन भन्दैछ। U-shaped किन हुन्छ, L-shaped किन हुन्छ, शॉर्ट रन कस्ट कर्भहरु है। सो वी मस्ट गिभ द रिजन। अथवा तपाईहरुले यो गर्दाखेरि चाहिँ कर्भ पनि बनाइदिने अनि यसरी डिफरेन्स हुन्छ भन्दाखेरि अझ बेस्ट आउँछ है। Complete the following tables and graph the total revenue, average revenue and the marginal revenue curves. Explain the relations of the total revenue and the marginal revenue with the price of elasticity and the demand भनेको छ। तपाईले यो टेबललाई चाहिँ के गर्नु पर्यो, कम्प्लिट गर्नु पर्यो, एभरेज रेभेन्यू निकाल्नु पर्यो, मार्जिनल रेभेन्यू निकाल्नु पर्यो। यो त इजी भइहाल्यो है, ठीक छ। सो एभरेज रेभेन्यू भनेको के हो, TR/Q हो। मार्जिनल रेभेन्यू भनेको del TR / del Q हो। सो यो निकाल्नु पर्यो है। अर्को ग्रुप सी मा छ हामीलाई द थ्योरी अफ प्रोडक्सन फंक्शन्स हामीलाई दिएको छ। लान्सेन्स प्राइभेट लिमिटेड को Q = 4L + 11L² - LQ। कम्प्लिट द फलोइङ टेबल भनेको छ। टोटल प्रोडक्सन कति आउँछ, एभरेज प्रोडक्सन कति आउँछ, यो फर्मुला हाल्ने, Q को भ्यालु निकाल्ने। Q तपाईलाई यहाँ देखेछ, नम्बर अफ लेबर देखेछ अनि Q कति आउँछ त, टोटल प्रोडक्सन भनेको 4 छ नि। सो L को ठाउँमा सुरुमा 0 हुँदा त 0 नै हुन्छ टोटल प्रोडक्सन। किन, जस्तो 4 × 0 + 11 × 11 अनि 11 को स्क्वायर गर्दाखेरि 0 नै आइहाल्यो, -0 गर्दा 0 नै आउँछ। भनेको मतलब सिम्पल हो, यस्तो दियो भने त इजी भइहाल्यो। किन, नम्बर अफ लेबर भनेको यल हो है। सो जहाँ जहाँ यल छ Q निकाल्नु पर्यो नि त, हामीले त यो चाहिन्छ, ठीक छ। यो निकाल्नको लागि तपाईलाई क्वेशनले यो फंक्सन दिएको छ है। सो Q = अहिले हामीलाई 4L दिएको छ राइट। 4 * जस्तो तपाईले यहाँबाट निकाल्दै हुनुहुन्छ, यो क्वान्टिटी निकाल्दै हुनुहुन्छ भने यो 1 राख्नु पर्यो के L को ठाउँमा। 4L + 11 × 1 को स्क्वायर - 1 को Q जति आउँछ त्यो क्याल्कुलेसन गर्ने, यहाँ राख्ने। यसै गरी सबैको निकाल्ने है। अनि एभरेज प्रोडक्सन भनेको के हो, एभरेज प्रोडक्सन त झन् इजी भइहाल्यो हैन। तपाई हामी सबैलाई थाहा भएको कुरा हो। एभरेज प्रोडक्सन भनेको मतलब चाहिँ टोटल प्रोडक्सन डिभाइडेड बाइ Q, TVQ। मार्जिनल प्रोडक्सन भनेको मतलब चाहिँ डेल तपाईलाई दिएको del P टोटल प्रोडक्सन डिभाइडेड बाइ del Q भइहाल्यो हैन। मार्जिनल प्रोडक्सन भनेको ल यसरी निकाल्ने है। ओके, एनालाइज द 3 स्टेज अफ द ल अफ भेरिएबल्स। प्रोपोर्सन अफ लेन्डिङ द चीज प्राइभेट लिमिटेड भनेको छ। 3वटा स्टेजको कुरा गर्नु पर्यो। सो सिम्पल यस्तो बनाइदिने, यो इन्क्रिजिङ, यसलाई भन्छ कन्स्ट्यान्ट र डिक्लाइन स्टेज राइट। सो यहाँ यो पोइन्ट, यो पोइन्ट, यो पोइन्ट, यो पोइन्टको बारेमा चाहिँ डिस्क्राइब गर्ने है, ठीक छ। Okay, so how does the cartel determine the price of maximized with the joint profit? Evaluate the advantage and disadvantage of cartel for the consumer and producer. Consumer र producer surplus को बारेमा कुराकानी गरेको छ। Critically analyze the loanable fund theory of interest. Loanable fund theory of interest ले के भन्छ त्यसको बारेमा चाहिँ critically analyze गर्ने। 3वटा मध्ये कुनै एउटा गर्ने राइट। ओके, सो अर्को क्वेशन छ हामीसँग
है, यो पनि इम्पोर्टेन्ट छ। सो वाट आर द एरियाज अफ माक्रो इकोनोमिक्स डज नट कभर, माक्रो इकोनोमिक्सले के कभर गर्दैन, जिएनपी जिडिपी होल इकोनोमिक सिस्टमलाई हेर्दैन होइन। सो आउट अफ द प्रिन्सिपल, आउट अफ 10 प्रिन्सिपल इकोनोमिक राइट इन 2 प्रिन्सिपल, जस्तो 10वटा प्रिन्सिपल हामीले पढ्छौँ च्याप्टर 1मा, त्यो मध्ये 2टा प्रिन्सिपलको बारेमा लेख भन्दैछ। कम्प्लिट द फलोइङ टेबल्स, द इफ द टोटल रेभेन्यू इज टिआर इक्वल टु 8Q एन्ड द आइडेन्टिफाई द टाइप्स अफ मार्केट स्ट्रक्चर भन्दैछ। क्वान्टिटी चाहिँ टिआर इक्वल टु 8Q दिएको छ, टोटल रेभेन्यू कति हुन्छ भन्दैछ, क्यूको भ्यालु दिएकै छ, टिआर निकाल्ने। जस्तो सुरुमा टिआरको फर्मुला के हो, टिआर भनेको पी इन्टु क्यू होइन। सो तपाईँलाई के दिएको छ क्वेसनले, क्यू दिएको छ है। अब यहाँनिर 8 भनेको प्राइस हो, सो 8 इन्टु 0 गर्दा 0 भइहाल्यो, 10 इन्टु 8 गर्दा 80, 20 इन्टु 8 कति हुन्छ, 8 दुना 16 160, त्यस पछाडि 30 इन्टु 8 भनेको 240, 40 इन्टु 8 भनेको 320 है, यसरी निकाल्नु पऱ्यो। अब मार्केटिङ के हुन्छ, टोटल रेभेन्यू बढ्दो क्रममा छ, द्याट मिन्स यो कुन हो, पर्फेक्ट कम्पिटिसनको मार्केट हो, राइट ओके। पर्फेक्ट कम्पिटिसनको मार्केटमा रेभेन्यू बढ्दै जान्छ, एउटा लेभलमा पुगेर घट्यो भने त्यसलाई भनिन्छ मोनोपोली मार्केट होइन। ड्र द course demand curve of goods having the positive cross elasticity of demand. State the condition of consumer equilibrium in the cardinal utility analysis. Why does rational producer does not want to produce the third stage of law of variables proportion? Give any for example of implicit cost. Write the example of non-price competition. What are the features of low level fund theory of interest? Important रछ है, याद गर्नु। माथि पनि क्वेसन आएको थियो, यहाँ पनि क्वेसन आछ। Do you agree with there is no distinction between the firm and industry in the monopoly market? Give reason. No, फर्म र इन्डस्ट्रीमा चाहिँ केही विशेषताहरू अथवा भनौँ केही चिजहरू चाहिँ डिफ्रेन्स छ कि छैन, तपाईँको विचारमा के लाग्छ भन्ने कुरा गर्दैछ। ओके, सो ग्रुप बीमा एक्सप्लेन द क्यारेक्टरिस्टिक्स अफ द बिजनेस इकोनोमिक्स, वाट इज डिमान्ड फङ्सन, डिस्क्राइब द टाइप्स अफ डिमान्ड फङ्सन, एक्सप्लेन द रिलेसनसिप बिट्विन द प्राइस इलास्टिसिटी एन्ड डिमान्ड इलास्टिसिटी अफ डिमान्ड, तपाईँलाई चाहिँ रेभेन्यू, अनि बी नम्बरमा हामीलाई केही दिएको छ होइन, यो A minus BX वाला. So what is the efficient of change in the inputs into the output is long run. Explain the reference to the laws of return to scales भनेको छ. Differentiate between the economic of scales production and the economic of scope of production. Describe the types of internal economic scale of production भनेर क्वेसनले दिएको छ. Fill up the table and draw the average cost. अनि त्यस पछाडि मार्जिनल कस्ट निकाल्नु पर्यो, एभरेज कस्ट निकाल्नु पर्यो, टिबिसी, टिसी, एबिसी, एसी र एमसी निकाल्नु पर्यो। फर्मुला जानेसी मजाले गर्न सकिहालिन्छ, गाह्रो कुरै भएन। ग्रुप सीमा द कन्ज्युमर इन्कम इज यति छ हैन। त्यस पछाडि हामीलाई क्वेसनले इक्विलिब्रियम सिचुएसन कति हुन्छ ग्राफिकली रिप्रेजेन्ट गर्नु पर्यो। अर्को प्राइस अफ एक्स गुड्स डिक्रिज 50 भयो भने न्यू इक्विलिब्रियम कति हुन्छ ड्राइभ गर्नु पर्यो। त्यस पछाडि तपाईको चाहिँ कर्भ फर द एक्स बाई युजिङ द एबोभ इन्फर्मेसन भन्दैछ। डिमान्ड कर्भ चाहिँ हामीले के गर्नु पर्यो, बनाउनु पर्यो। डिस्क्राइब द मिनिङ अफ सेलिङ एक्सपेन्सेस विथ एक्जाम्पल एन्ड हाउ डज द सेलिङ एक्सपेन्सेस इफेक्ट द मोनोपोलिस्टिक फर्म अफ इक्विलिब्रियम। क्रिटिकली एनालाइज द लिक्विडिटी प्रिफरेन्सेस थ्योरी अफ इन्ट्रेस्ट भन्दैछ, राइट। सो थ्योरी अफ इन्ट्रेस्ट एकदम धेरै इम्पोर्टेन्ट छ, त्यो कुराहरू हेर्नु होला। 3-4वटा थ्योरिज हामी कुरा गर्छौँ, राइट। सो तपाईँहरूलाई मैले यहाँ क्वेसन्स पनि राखिदिएको छु, प्लिज तपाईँलाई गाह्रो भएको छ इङ्ग्लिसमा भनेदेखि नेपालीमा पनि सेम क्वेसन छ। सो यो कुरा हेर्नु होला, नेपालीमा पनि छ है, यहाँ मैले राखिदिएको छु। यसलाई डाउनलोड गर्नको लागि nagendradhimal.com.np अथवा हजुरले हाम्रो फेसबुक पेजमा डाइरेक्ट गरेर फलो गर्न सक्नुहुन्छ। यो 2080 को भयो, 81 को, त्यो माथिको 2082 को भयो रेगुलर एक्जामिनेसनको, राइट। सो एकदम भेरी मच इम्पोर्टेन्ट क्वेसन हो। यदि दुईवटा प्र्याक्टिस गर्नुभयो भने भोलिको एक्जाममा यहाँबाट पनि तपाईँलाई 50% क्वेसनहरू आउन सक्ने चान्सेस हाई छ है। मजाले पढ्नु होला, सबै नोट्सहरू प्लस भिडियोजहरू हामीले लिस्टेड गरिदिइसकेको छौँ। हामीले फेसबुक पेजमा फलो गर्न भने चाहिँ नबिर्सिनु होला है। सो सबैजनालाई विश यु अल द बेस्ट। त्यस पछाडिको एक्जामको लागि पनि बी रेडी। हाम्रो एन्डी गुरु च्यानलबाट तपाईँहरूको लागि जति सक्छौँ त्यति प्रोभाइड गर्ने हामी अहोरात्र तयार छौँ। सो प्लिज डु नट फर्गेट टु सब्सक्राइब विथ अस। एन्ड तपाईँहरूले मस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दा फेसबुक पेजमा जोडिनु भने चाहिँ नसुटाउनु होला, किनभने त्यहाँनिर हजुरले इम्पोर्टेन्ट कुराहरू पाउँदै हुनुहुन्छ। ओके, सो विश यु अल द बेस्ट माई डियर लभली स्टुडेन्ट्सहरू है। लभ यु अल।